तिमी मेरो आमाको प्राण थियौ। तिमीलाई बचाउन मैले आफ्नो तर्फबाट हुने हरेक कोसिस गरेँ, तर सकिनँ। तिमीलाई यसरी टड्पाएर राखिराख्नुभन्दा बरु मुक्ति दिनु उचित लाग्यो। सक्छौ भने माफ गरिदेऊ मलाई। तिमी पनि आमा नै हो। आका लागिमा दुवै आँखा गुमाउँदा, न खान सक्ने न पानी पिउन सक्ने अवस्थामा पुग्दा, शरीरको बाहिरी बनावट पुरै गुमाउँदा पनि तिमी बच्चाको लागि बाँचेको थियौ भन्ने कुरा छर्लङ्ग हुन्छ। दुश्मनी थियो होला त मसँग थियो होला, मेरो परिवारसँग थियो होला। बिचरी नादान यो बेजवान जनावरको के दोष? कृपया साथीभाइ, आफन्त, इष्टमित्र, मान सम्मानको लागि भनेर अपराधीलाई बचाउने प्रयास नगर्नुहोस्। आज मसँग यस्तो खालको गतिविधि गर्न सक्नेले भोलि तपाईसँग पनि त्यही गतिविधि नदोहोर्याउला भन्न सकिन्न। यो घटनाले मेरी आमा विक्षिप्त बनेकी छिन्। उनको मानसिकतामाथि निकै गहिरो घाउ लागेको छ। मैले उनलाई सम्झाउन सकेको छैन, बुझाउन सकेको छैन। जब त्यो भैँसीको पेटबाट निकालिएको यो बच्चाले मुटु ढकढक्यायो, तब म रातभरि राम्रोसँग निदाउन सकेको छैन। ए गुलाब, तिमी सुगन्ध छर्न त आयो, तर मन उजाड भएको बेलामा आयो। ए हरियाली, तिमी हरियोपन जगाउन त आयौ, तर मनमा डढेलो लागेको बेलामा आयो। कुनै समय काली भनेर बोलाउँदा दौडेर नजिकाउने त्यो भैँसी आज आफ्नै आँखा अगाडि यसरी टाढा जाँदा मन सम्हाल्न सकिरहेको छैन। मन भारी भएको छ। मेरो मेन्टल्ली प्रेसर यति हाई भएको छ कि कुरै नगर्नु। यसरी तिमीलाई आफ्नै हातले अन्तिम संस्कार गर्नु सजिलो त थिएन, तर पनि परिस्थितिसँग जुझ्दाखेरि मन दोहोरो बनाएर तिमीलाई बिदाई गरे। हार्दिक श्रद्धाञ्जली काली, मिठो सम्झना। तिमीले मेरो लागि दिएको यो बलिदान यसै खेर त जानेवाला छैन। म त्यसलाई यसै छोड्नेवाला पनि छैन। निर्धक्क हुन्। न्याय ढिलो चाँडो होला, तर न्याय अन्धो हुँदैन। जसको लागि तिमी बाँचिरहेको थियौ, जसको लागि तिमी सास लिइरहेको थियौ, उसलाई मैले तिम्रै काखमा राखिदिएको छु। न्यायमा ढिलो चाँडो होला, तर न्याय अन्धो हुँदैन। तिमीले मेरो लागि दिएको यो बलिदान यसै खेर जानेवाला छैन। यति राम्रो अनि यति सुन्दर गाउँमा यति नराम्रो अनि यति घिनलाग्दो हरकत गरिन्छ भनेर मैले सोचेको पनि थिएन र कल्पना पनि गरेको थिएन। यो चाहिँ ताराखोला गाउँपालिका वार्ड नम्बर 1 भुसकातमा रहेको मेरो घर। मेरो आमा विगत केही समयदेखि कृषि पेसामा लाग्दै आउनुभएको थियो र उहाँले कृषि पेसा सँगसँगै पशुपालन पनि गरिरहनु भएको थियो र जसमा अहिले हाम्रो घरमा 1.5 वर्षको एउटा राङ हो र ब्याउनलाई चाहिँ 1 महिना मात्र बाँकी रहेको एउटा माउ भैँसी थियो। सबै कुरा राम्रै तरिकाले चलिरहेको थियो। भैँसीबाट हामीले राम्रै आम्दानी गरिरहेका थियौँ, तर दैव लाग्यो कि दुसाद लाग्यो थाहै भएन। करिब हिजो राति 11:30 बजेतिर यो मेरो गोठमा आगो लागि भएछ। गोठ जलेछ। विशेष गरी भनियो भने यो गोठ जलेको होइन, जलाइएको हो। छर्लङ्ग भन्नुपर्दा, किनभने बिजुली सर्किट भएर लाग्यो होला भन्नुहुन्छ भने अहिलेसम्म मैले गोठमा बिजुली जडान गरेको छैन। भैँसीलाई कुडो फाँडो पकाउँदाखेरि लाग्यो होला भन्नुहुन्छ भने अहिलेसम्म मैले त्यहाँ गोठमा आगो फुक्ने गरेको छैन। जानी जानी लगाइएको आगो हो यो। र यो आगो लागेको कारणले गर्दा मैले 1.5 वर्षको राङ्गो गुमाउनु पर्यो र ब्याउनलाई 1 महिना मात्र बाँकी रहेको यो भैँसी न मर्नु न बाँच्नु भएको छ। यसको बाहिरी छाला आगो लागिमा परेर जलेर पुरै नष्ट नै भइसकेको छ। हेर्ने हो भने एकदम दर्दनाक, एकदम काली लाग्दो पीडा देख्न सकिन्छ। ऊ पनि एउटा आमा नै हो। यसको आँखाबाट बगेको आँसु र सराब त पक्कै तँलाई लाग्नेछ। आगो लागिमा परेर यो बेजवान भैँसीले 2टी आँखा गुमायो। उसको शरीरको बाहिरी बनावटमा एकदमै असर पुगेकोले न पानी पिउन सक्ने न त घाँस खान सक्ने अवस्थामा छ। बडो विडम्बनाको कुरा। न पानी पिउन सक्ने, न घाँस खान सक्ने।
उसको बाँच्ने अवस्थै छैन। आमालाई मैले बारम्बार पोखरा लैजाने क्रममा पनि म जान्न, म यही मेरै घरमा केही गर्छु, म यही भैँसी पाल्छु, मलाई त्यही सहारा हुन्छ भनेर बसिराख्नु भएको थियो। र एकै वचनमा मैले भैँसी पनि किनिदिएको थिएँ र अहिलेसम्म त्यो भैँसीको ऋण पनि मैले राम्रोसँग चुक्ता गरिसकेको छैन। अहिले यो विडम्बना, यो वज्रपात आइपर्यो। रात बेलुकै बेलामा भए पनि यहाँको जनसमुदाय भेला भएर आगो निभाउन त सहयोग गरिदिनु भएछ, तर मैले हिजोदेखि मेरो आमाको मनमा लागेको आगोको राप पनि अझै मेटाउन सकेको छैन। अझै पनि मैले मेरो आमालाई सम्हाल्न सकेको छैन, सम्झाउन सकेको छैन, बुझाउन सकेको छैन। तँलाई त म पानी मुनि गयो नि छोड्दैन। तँलाई यो मेरो आमाको आँखाबाट बगेको आँसु, त्यो भैँसीको आँखाबाट बगेको त्यो आँसु, खुन, रगत, तँलाई जय चाहिँ त हुँदैन तेरो। देखिनेछ आज मलाई, भोलि तँलाई। नमस्ते, जुनेली टिभी अनि जेक्लेब्स पडकास्टको साथमा म फिटमिन, तपाईँहरूलाई स्वागत छ। अनि आज चाहिँ मैले यहाँ एउटा एकदमै हृदय विदारक एउटा भिडियो लिएर तपाईँहरू सामु आइरहेको छु। आशा छ तपाईँहरूले यो भिडियोलाई हेरेर सबैजनालाई चाहिँ सेयर गर्नुहुनेछ है। जुन यो तस्विरमा देखाएको यो दुईटा चित्र छ, एउटा पूर्ण रूपमा जलेको एउटा भैँसी, सिङ्गो रूपमा जलेको एउटा भैँसी र एकजना यहाँ दिदी हुनुहुन्छ है। म उहाँको बारेमा विस्तृत रूपमा चाहिँ तपाईँहरूलाई जानकारी गराउँदैछु। यो घटना चाहिँ बागलुङ जिल्लाको चाहिँ ताराखोला गाउँपालिका वडा नम्बर 3 मा चाहिँ बस्नुहुने एकजना दिदी माया विश्वकर्मा दिदीको चाहिँ घरमा, यानि कि माया विश्वकर्मा दिदीको गोठमा चाहिँ बाँधेर राखेको भैँसीको गोठमा चाहिँ कुनै एउटा पापी समूहको एउटा पापी मान्छेले, एउटा दया नभएको एउटा मान्छेले चाहिँ दिदीको गोठमा चाहिँ आगो लगाइदिए पछाडि गोठमा भएको सानो लैनो बाछा भैँसी पूर्ण रूपमा जलेर नष्ट भएको छ भने एउटा यो जुन तस्विरमा देखाएको यो भैँसी चाहिँ यो ब्याउने बेला भएको भैँसी चाहिँ यति नमजा तालले जलेको छ होइन। अनि पुरै दुईटै आँखा जलेर नष्ट भएको छ, मुखबाट फिँज निस्किरहेको छ। अनि यो भैँसी यति पीडादायी अवस्थामा चाहिँ भए पछाडि पशु चिकित्सकहरू चाहिँ आएर यो भैँसीलाई चाहिँ एउटा दबाई खुवाएर चाहिँ यो भैँसीको चाहिँ निधन भएको छ है। अनि यसमा चाहिँ यो दिदीको फोटो देख्दा यो दिदी यति रुनु भएको छ, यो माया दिदी होइन। अनि उहाँको दुःख देख्न नसकेर चाहिँ आज मैले मेरो आफ्नो जुनेली टिभी मेरो मेन डिरेक्टरसँग चाहिँ मैले आज एउटा कुराकानी गरेपछि उहाँले के भन्नुभयो भन्दा, हामी दुईजना संयुक्त रूपमा फिटमिन र जुनेली टिभी जेक्लिस पडकास्टको चाहिँ संयुक्त लगानीमा चाहिँ यो दिदीलाई चाहिँ भैँसी चाहिँ एउटा भैँसी किनेर दिने चाहिँ हाम्रो एउटा बाचा हामीले गरेको छु दिदीसँग। त्यसले गर्दा यो दिदी मायाविका दिदी र उहाँको छोरालाई चाहिँ कसरी हुन्छ तपाईँहरूले प्लिज यो भिडियो सेयर गरेर उहाँसम्म पुर्याइदिनु होला र भाइलाई हामीसँग सम्पर्क गराइदिनु। भाइलाई चाहिँ र भाइको मम्मीलाई चाहिँ हामीले यो एउटा भैँसीको ठाउँमा एउटा भैँसी नै हामीले चाहिँ एउटा भैँसी किनेर दिने चाहिँ बाचा गर्दै तपाईँहरूलाई चाहिँ यो भिडियो छोडेको छु। सबैले धेरैभन्दा धेरै सेयर गरेर यो माया विश्वकर्मा दिदी र उहाँको छोरा समक्ष चाहिँ पुर्याइदिनु होला। धन्यवाद अनि फेरि भेटौँला।